एकछिन। ल हामीले चाहिँ यो विश्वमा संवैधानिक इतिहासबाट चाहिँ हामीले यो संविधानहरूको प्रारम्भ गर्छौँ है। यो संविधानको टपिक छ। यो संविधान अब तपाईँलाई थाहा छँदैछ, यो नेपालको संविधान 2072 भन्दा अगाडि जारी भएका संविधानहरूको बारेमा पढ्छौँ। त्यसको वर्तमान संविधान पनि पढ्ने। त्योभन्दा अगाडि हामीले फेरि के पढ्नुपर्छ, विश्वमा चाहिँ संवैधानिक इतिहासहरूको बारेमा अलिअलि थोरै थोरै तपाईँहरूलाई चाहिँ जानकारीको लागि चाहिँ मैले तपाईँहरूलाई केही कुराहरू भन्न गइराखेको छु है। विश्वमा पनि संवैधानिक इतिहास छ। संविधान भनेको तपाईँहरूलाई थाहा छँदैछ, पछि पनि भनाउँला म तपाईँहरूलाई। संविधान भनेको देशको के हो त, मूल कानुन हो। संविधान के हो त, कानुनहरूको के हो त, जननी हो भनेर भनेको छ। तपाईँहरूलाई चाहिँ भन्दै गर्दा विश्वको पहिलो लिखित कानुन कुन हो त? विश्वको पहिलो लिखित कानुन, संविधान भन्दा पनि अझ कानुन छ पहिलो। विश्वको पहिलो लिखित कानुन, विश्वको पहिलो लिखित कानुन कुन हो त? म्याग्ना कार्टा है। म्याग्ना कार्टा कहाँको हो यो म्याग्ना कार्टा? बेलायतको हो। बेलायतको हो। र यो म्याग्ना कार्टा चाहिँ कहिले, म्याग्ना कार्टामा हस्ताक्षर कहिले हो त? सन् 1215, सन् 1215 जुन 15मा भयो होइन त। विश्वको पहिलो लिखित कानुन चाहिँ हो। जुन 15मा हस्ताक्षर भएको कानुन चाहिँ के हो त? विश्वको पहिलो लिखित कानुन है त। त्यसपछि विश्वको पहिलो लिखित संविधान, पहिलो लिखित संविधान यो विश्वको पहिलो लिखित संविधानको कुरा गरौँ फेरि। अगाडि भनेको यो विश्वको पहिलो लिखित कानुन चाहिँ म्याग्ना कार्टा भइहाल्यो। तर विश्वको पहिलो लिखित संविधान चाहिँ कुन हो त भने चाहिँ यो अमेरिकाको संविधान हो। अमेरिकाको संविधान, अमेरिकाको संविधान हो यो। विश्वको पहिलो लिखित संविधान चाहिँ अमेरिकाको संविधान, जुन चाहिँ सन् 1789 जनवरी फेब्रुअरी, सन् 1789 मार्च, जनवरी फेब्रुअरी मार्च 4मा लागू भयो है। सन् 1789 मार्च 4मा लागू भएको के हो त? विश्वको पहिलो लिखित संविधान है। लागू भएको विश्वको प्रथम लिखित संविधान चाहिँ अमेरिकाको संविधान सन् 1789 मार्च 4मा के भयो त? लागू भयो है। अब त्यसपछि विश्वको सबैभन्दा छोटो संविधान,
विश्वको सबैभन्दा छोटो संविधान। विश्वको सबैभन्दा छोटो संविधान कुन हो त? अमेरिकाको संविधान नै हो है। अमेरिकाको संविधान जुन चाहिँ कतिमा छ त? धारा कति? धारा 7 वटा है, 7 वटा धारामा छ। त्यसै गरी विश्वको सबैभन्दा लामो संविधान, विश्वमा सबैभन्दा ठुलो संविधान अथवा लामो संविधान कुन देशको छ? भारतको संविधान। भारतको संविधान कतिमा छ यो? भाग 25। भाग 25 धारा कति? धारा 448। 448 र अनुसूची कति छ? अनुसूची 12 मा छ। 12 वटा छ है त। र यो संविधान कहिले त भन्दा सन् 1950 जनवरी कतिमा? 26 मा के हो त? लागू भयो। सन् 1950 को जनवरी 26 मा जारी भएको भारतको संविधान चाहिँ विश्वको सबैभन्दा ठुलो संविधानको रूपमा अथवा लामो संविधानको रूपमा लिइन्छ। 448 वटा धारा छन् यसमा है। योभन्दा अगाडि चाहिँ बोलिभियाको संविधान चाहिँ विश्वको सबैभन्दा लामो संविधान रहेको थियो है त। अर्कोमा जाउँ है त। त्यसपछि अर्को विश्वमा लिखित संविधान नभएको देश। लिखित संविधान नभएको देश कुन हो त? बेलायत हो। बेलायत चाहिँ लिखित संविधान नभएको देश हो है त। ठिक छ। बेलायतसँग चाहिँ म्याग्ना कार्टाको आधारमै चलिरहेको छ। संविधान सभाबाट जारी भएको विश्वको पहिलो संविधान कुन हो त? संविधान सभाबाट जारी भएको विश्वको पहिलो संविधान चाहिँ यो फ्रान्सको संविधान है। कहाँको त? फ्रान्सको संविधान जुन चाहिँ सन् 1991 सन् 1791 सेप्टेम्बर
सेप्टेम्बर 30 मा जारी भएको थियो है त। त्यसपछि जनमत संग्रहबाट जारी भएको विश्वको पहिलो संविधान सभाबाट जारी भएको जनमत संग्रहबाट जारी भएको विश्वको पहिलो संविधान चाहिँ कुन हो त? यो चाहिँ स्विजरल्यान्डको संविधान है। स्विट्जरल्यान्डको संविधान हो जुन चाहिँ सन् 2000 जनवरी 1 बाट लागू भयो है त है। त्यसपछि संविधान सभाबाट जारी भएको नेपालको पहिलो संविधान चाहिँ कुन हो त? यो हो संविधान जुन चाहिँ नेपालको संविधान लेखेर है नेपालको संविधान। यो नेपालको संविधान हो भने तर नेपालको संविधान फेरि विश्वमा फेरि कति हो त? 44औं संविधान हो। विश्वमा चाहिँ 44औं हो। संविधान सभाबाट जारी हुने नेपालको वर्तमान संविधान चाहिँ विश्वको संविधान सभाबाट जारी हुने 44औं संविधान। अब विश्वमा सबैभन्दा बढी संविधान फेर्ने देशको कुरा गरौँ। विश्वमा सबैभन्दा बढी संविधान फेर्ने देश विश्वमा सबैभन्दा बढी फेर्ने देश कुन हो त? डोमिनिकन रिपब्लिक डोमिनिकन रिपब्लिक डोमिनिकन रिपब्लिक चाहिँ के हो त? संविधान फेर्ने विश्वमा सबैभन्दा धेरै संविधान फेर्ने चाहिँ के हो त? देश हो। सर यो माथिको लिखित संविधान नभएको देश बेलायत लेख्नुभयो अनि फेरि सुरुमै विश्वको पहिलो लिखित कानुन बेलायतले लेख्नु भएको छ। कन्फ्युज भयो सर यो दुईटामा। संविधान र कानुनमा फरक छ नि। लिखित कानुन हो त्यो त, कानुनको कुरा गरेको, यो लको कुरा गरेको। यसले लको कुरा गरेको, यसले संविधानको कुरा गरे हैन। म्याग्ना कार्टा भन्ने कानुन चाहिँ के हो त? विश्वको पहिलो लिखित कानुन हो के। बुझ्नुभयो?
म्याग्ना कार्टा भन्ने छ नि, यो म्याग्ना कार्टा चाहिँ के हो त? विश्वको पहिलो लिखित कानुन हो। तर लिखित कानुन भए तापनि तर तपाईँहरूले के बुझ्न पर्यो भने यो चाहिँ के हो त? म्याग्ना कार्टाले यो त विश्वको पहिलो लिखित कानुन हो होइन? यसैको आधारमा चाहिँ यही म्याग्ना कार्टाले नै चलिरहेको छ अहिलेसम्म। के हो त? बेलायतमा संविधान छैन, लिखित संविधान छैन। यो कानुनको आधारमा चाहिँ के गरेछ? म्याग्ना कार्टाको के त? म्याग्ना कार्टाको आधारमा चाहिँ विभिन्न 37वटा कानुनहरूको सङ्ग्रह गरेर के गरेको छ? उसले संविधान राज्य चाहिँ चलाइराखेको छ। ओके सर, बुझ्यो। ल अब हाम्रो हालसम्म जारी भएको नेपालको संविधानको कुरा गरौँ है। नेपालमा अहिलेसम्म जारी भएका संविधानहरूको विशेषको बारेमा, संविधान विशेष डाटाहरू हेरौँ। आज तपाईँको लाइभ गर्दा हुन्छ है। मोनिटरेसनमा को हुनुहुन्छ? एडमिनमा को हुनुहुन्छ आज? नारायण सर पक्कै हुनुहुन्न जस्तो लाग्छ मलाई। होस्टले चाहिँ यसो तपाईँले चाहिँ लाइभ गर्नुहोस् है हाम्रो पेजमा चाहिँ। एनएम ल अब नेपालमा हालसम्म जारी भएका संविधान विशेष हेरौँ। अब संवैधानिक इतिहासका कुराहरू, नेपालको संवैधानिक इतिहासको कुराहरू ल लाइभ गरिहाल्नुहोस् त। लाइभ गरिहालौँ। सबैजना साथीहरूले सेयर गरौँ त। सबैजना साथीहरूले यो हाम्रो एनएमएसपिएल भन्नेको फेसबुक पेज तपाईँहरूलाई थाहा छ होला। जतिजना साथीहरू जोइन हुनुभएको छ तपाईँहरू सबैजनाले एक सेयर गर्नुहोस् त ल। आज सेयर गर्नुहोस् त आज हाम्रो लाइभ क्लासलाई है। सबैजनाले सेयर गरिदिनु त। तपाईँको यो धर्म पनि हो है। सबैजनाले गर्नु है आज चाहिँ। लिङ्क पठाइदिनु भएको छ सरले यहाँ। त्यो लिङ्कलाई कपी गर्नु भएको छ। लिङ्क चाहिँ सेयर गरिदिनु होला म्यासेजमा है। अनि सबैजना साथीहरूले चाहिँ सो लिङ्क पनि पठाइदिनुहोस् अनि जोइन हुने अवसर पाउनुहुन्छ है त। अब नेपालको यो संवैधानिक विकासको इतिहास हेरौँ। नेपालको संवैधानिक विकासको इतिहास। नेपालको संवैधानिक विकास। अब नेपालको सन्दर्भमा चाहिँ के कुरा गरौँ भने अब तपाईँहरूलाई अहिलेसम्म हाम्रो नेपालमा चाहिँ कतिवटा संविधान? 7वटा संविधानहरू जारी भइसकेका छन्। अहिले हाम्रो वर्तमान अवस्थामा लागू भएको संविधान कतिौँ संविधान हो? 7औँ संविधान हो। भनेपछि नेपालमा पनि यस्तै खालको चाहिँ के त लिखित कानुनहरू यहाँभन्दा अगाडि, यहाँभन्दा प्रापूर्व कालमा, प्राचीन समयमा विश्वको इतिहासमा जस्तै नेपालमा पनि के थियो त? विभिन्न धर्मशास्त्रको आधारमा, मनुस्मृतिको आधारमा चाहिँ के गर्दा राज्य सञ्चालन भइराखेको थियो होइन? पहिले वेद पुराण
त्यसपछि ग्रन्थको आधारमा चाहिँ प्राचीन कालमा चाहिँ के हुन्छ, राज्य व्यवस्था सञ्चालन भइराखेको थियो। यतिसम्म कि हाम्रो नेपालमा चाहिँ 2004 सालको संविधान निर्माण भयो र 2004 सालको संविधान निर्माण भए तापनि 2004 सालको संविधान चाहिँ लागू हुन सकेन र पहिलोपटक चाहिँ 2007 सालको संविधान लागू भयो। अब संविधान भनेको तपाईँहरूलाई थाहा छँदैछ, संविधान भनेको देशको के हो त, मूल कानुन हो र राज्य चाहिँ कस्तो रहने, राज्यको संरचना कस्तो रहने, राज्यको शासकीय स्वरूप कस्तो रहने होइन। त्यसपछि नागरिकहरूलाई कस्ता हकहरू चाहिँ के त सेयर गर्ने। हाम्रो फेसबुक पेजमा जानु न तपाईँहरू, फेसबुक पेज यहाँ म्यासेजमा चाहिँ राखिदिनु होला लिङ्क चाहिँ, अनि पेजको लिङ्क चाहिँ राखेपछि त आजको लाइभ क्लासलाई तपाईँहरूले सेयर गर्न सक्नुहुन्छ है त। सर यो 2004 को जुन संविधान छ नि, म त्यो आउँछु, म त्यसमा आउँछु, म पहिला त्योभन्दा होइन, अगाडि कुराहरू गर्छु म है। कन्फ्युज भएको चाहिँ कानुन छ लास्टमा, वैधानिक कानुन, त्यसले कानुन मान्ने कि संविधानै मान्ने? ठिक छ, मैले बुझेँ, त्यो म आउँछु त्यसमा आउँछु। यो नामसँग सम्बन्धित कुराहरू, म नाम चाहिँ किन राख्यो वैधानिक कानुन, संविधान चाहिँ किन राख्यो भन्ने कुराहरू चाहिँ छ, त्यो कुराहरू है। यो पहिला चाहिँ अब नेपालमा चाहिँ प्राचीन समयमा राज्य व्यवस्था कसरी सञ्चालन हुन्थ्यो त भन्दा न्याय निरूपण हुने कुराहरू, राज्य व्यवस्था सञ्चालन हुने कुराहरू सबै वेद र पुराणको आधारमा, धर्म संस्कृति धार्मिक किताबहरूको पुस्तकको आधारमा नै हुन्थ्यो। त्यसमा चाहिँ के हो त, रूढिवादी परम्पराहरू धेरै थिए र नेपालमा चाहिँ पहिलोपल्ट चाहिँ लिखित कानुन चाहिँ 1910मा चाहिँ कसले त मुलुकी ऐन चाहिँ कसले जारी गरे, जङ्गबहादुर राणाले जारी गरे मुलुकी ऐन 1900मा। त्यसपछि त्यो चाहिँ त्यति बेला उनले चाहिँ विभिन्न कानुनहरू, त्यति बेला कठोर कानुनहरू थिए। पछि बिस्तारै बिस्तारै के बन्दै गयो भने उनले चाहिँ बोक्सीको कानुन पनि ल्याए जङ्गबहादुर राणाले। पछि चन्द्र शमशेरले चाहिँ सती प्रथाको उन्मूलन गरे। त्यसपछि नेपालमा चाहिँ दास प्रथाको उन्मूलन हुँदाखेरि पनि कानुनहरू बने, साना साना कानुनहरू, छोटा छोटा टुक्रे टुक्रे कानुनहरू बने। जब चाहिँ नेपालमा चाहिँ राणा शासनको पतन हुन्छ, त्यस पतनको अन्त्यतिर आउँछ, जसरी 2004 सालमा जारी भएको संविधान, यो भनेको राणा शासनको अन्त्यतिरको समयमा आउँदाखेरि त्यति बेला चाहिँ नेपालमा चाहिँ को थियो त, प्रधानमन्त्री पद्म शमशेर थिए र उनले चाहिँ नेपाली जनतालाई अब कानुन दिनुपर्छ है, राज्यका नागरिकहरूलाई कानुन दिनुपर्छ भनेर चाहिँ उनले चाहिँ के त अलिक उदार भाव राखे है, सुधार गर्न थाले उनले। तर के भयो त भन्दा राणाहरूको पनि आन्तरिक कलहको कारणले गर्दा चाहिँ 2004 सालको संविधान चाहिँ लागू हुन सकेन भनेर भनेको छ है। अब हामी पहिलो कुरा गरौँ नेपालमा जारी भएको अथवा नेपालको पहिलो संविधान है, नेपालको पहिलो संविधान, नेपालको पहिलो संविधान। नेपालको पहिलो संविधानको सन्दर्भमा कुरा गरौँ, यसको नाम चाहिँ कुरा गर्छ है म। नेपालको पहिलो संविधान नाम चाहिँ के थियो त, नेपाल सरकार, नेपाल सरकार वैधानिक कानुन, वैधानिक नेपाल सरकार वैधानिक कानुन 2004। यो कानुन भनेको संविधान हो है, 2004। यो संविधानको रूपमै, राज्यको मूल कानुनको रूपमै के गरेको त लेखियो, तर यसको नाम चाहिँ के राखिदियो, वैधानिक कानुन भनेर राखिदियो के है। 2004 मार्कर बिग्रेछ, 2004 चाहिँ यसको नाम थियो। संविधान नै हो यो, कानुन होइन। नाम चाहिँ यसको के राख्यो, नेपाल सरकार वैधानिक कानुन भनेर नाम राखिदिएको मात्रै हो, यसको अरू केही पनि होइन है। अब यसका विषयवस्तुहरू हेरौँ, कहिले जारी भयो त, जारी चाहिँ विक्रम सम्वत 2004 माघ 13 गते है। जारी गर्ने व्यक्ति को हुन्छ, घोषणा गर्ने अथवा जारी गर्ने, जारी गर्ने है, जारी गर्ने घोषणा गर्ने को थियो त, प्रधानमन्त्री, राणा प्रधानमन्त्री पद्म शमशेर, राणा प्रधानमन्त्री
पद्म शमशेर है। राणा प्रधानमन्त्री पद्म शमशेरले चाहिँ यो जारी गरे कहिले 2004 माघ 10 महिना 13 गते के गरेका हुन् त यो संविधान जारी गरेका। लागू हुने भनेको मिति कहिले थियो त यो लागू हुने भनेको मिति लागू हुने दिएको मिति विक्रम सम्वत 2005 वैशाख कति गते 1 गते। तर पछि के भयो त यो संविधान तर यो संविधान लागू भएन। तर लागू नभएको यो राणाहरूको आन्तरिक कलह र विद्रोहको कारणले गर्दा फेरि राणाहरूले के सोचिराखेका थिए भने चाहिँ आफ्नो निरङ्कुश राणा शासन थियो र उनीहरूले चाहिँ नेपाली जनतालाई अधिकारहरू दियो भने नेपाली जनताहरू शिक्षित भयो भने पढे भने लेखे भने के हुन्छ हाम्रो राज्यमा हामीलाई बसी खान दिँदैनन् भन्ने उनीहरूको के थियो त धारणा थियो। त्यो कारणले गर्दा राणाहरूले पनि के गर्न थाले त राणाहरूको आन्तरिक कलह पनि बढ्न थाल्यो। यसले गर्दा जनताहरू के हुन्छन् टाढाबाठा हुन्छन् शिक्षित हुन्छन् र जसको कारणले गर्दा चाहिँ हाम्रो राणा शासन हाम्रो के त एकलौटी शासन चाहिँ के गर्न सक्छ भोलि खतरामा पर्न सक्छ भनेर राणाहरूको आन्तरिक कलह र आन्तरिक द्वन्द्वको कारणले गर्दा चाहिँ यो संविधान चाहिँ के त कार्यान्वयनमा आउन सकेको थिएन। यही प्रमुख कारण चाहिँ यसको कार्यान्वयनमा आउन नसक्नुको कारण प्रमुख कारण चाहिँ के हो त यो राणाहरूको आन्तरिक कलह र राणाहरूको के त निरङ्कुश राणा शासनको के हो त प्रमुख कारण चाहिँ है त। अब लागू हुने भनेको अब त्यति बेला प्रधानमन्त्री को थियो त प्रधानमन्त्री त्यति बेला त पद्म शमशेर थियो मैले त्यति बेला भनिहालेँ है। त्यसपछि यो संविधान मस्यौदाकार समितिको नाम संविधान मस्यौदा भनेको के हो संविधान तयार पार्नको लागि लेख्नको लागि संविधान मस्यौदाकार समितिको नाम मस्यौदाकार समितिको नाम संविधान मस्यौदाकार समितिको नाम चाहिँ के थियो त वैधानिक सुधार समिति। यहीँनिर छ नाम यसको हेर्नु है वैधानिक सुधार समिति वैधानिक सुधार समिति है सुधार समिति। मस्यौदा भनेको लेख्ने काम मस्यौदा तयार पार्ने खेसरा तयार पार्ने डाटाहरू लेख्ने कामलाई के भन्छ समितिलाई के भन्छ मस्यौदाकार समिति भन्छ। त्यसपछि अर्को संविधान मस्यौदाकार समितिका संयोजक संविधान मस्यौदाकार समितिका संयोजक हेलो अब अर्को है संविधान मस्यौदाकार समितिका संयोजक को थियो त समितिका संयोजक त्यति बेला है यसको मस्यौदाकार समितिका संयोजक सिंह शमशेर जब सिंह शमशेर
जबरा है। सिंह शमशेर जबरा चाहिँ के हो त, यसको चाहिँ के हो त, प्रमुख चाहिँ हुन् है। यसको के हो त, संयोजक हुन्। सिंह शमशेर जबरा चाहिँ यसको संयोजक थिए है त। त्यसपछि अर्को नम्बरमा छ, यो संविधानको आकार। संविधानको आकारको कुरा गरौँ। संविधानको आकार भाग 6 धारा 200, सरी धारा 200 भनेपछि धारा 68 र अनुसूची र फ्यहरिस्त भने, फ्यहरिस्त भन्ने चाहिँ यसमा एउटा फ्यहरिस्त, फ्यहरिस्त है, फ्यहरिस्त। यो भनेको अनुसूची जस्तै हो, फ्यहरिस्त, फ्यहरिस्त। यो भनेको अनुसूची भनेको जस्तै हो है। फ्यहरिस्त भनेको संविधानको आकार चाहिँ भाग 6 धारा 68 र फ्यहरिस्त भनेको छ। यो के जस्तै हो, यो संविधानको अनुसूची भनेको जस्तै हो। जबरा भनेको जङ्गबहादुर राणा, जङ्गबहादुर राणाको सन्तान हो त्यो चाहिँ है त। आकारको कुरा गर्दाखेरि धारा भाग 6 68 धारा र फ्यहरिस्त भनेर भनिन्छ है, आकारको कुरा गर्दा। त्यसपछि यसले अर्को यसको सदनको नाम है, सदनको नाम, यसले व्यवस्था गरेको सदनको नाम के थियो त, सदनको नाम, सदनको नाम चाहिँ यसको चाहिँ राष्ट्रिय सभा र भारदारी सभा, राष्ट्रिय सभा र राष्ट्रिय सभा र भारदारी सभा नामको नाम, भारदारी सभा। यसका दुईवटा सदन थियो, के लेख्ने यसमा, दुई सदनात्मक। धारा, धारा, दफा भन्दा पनि धारा भन्छ है। दफा लेखिहाल्यो, कतै धारा एउटै हो, दफा धारा भन्यो भने, तर दफा भन्दा नि धाराको कुरा गर्छ यसले चाहिँ है त।
ल अब यो संवैधानिक अङ्गहरूको कुरा गरौँ है। संवैधानिक अङ्गहरू संवैधानिक अङ्गहरू दुईवटा कुन थियो? एक नम्बरमा प्रधान जाँचकी अड्डा, प्रधान जाँचकी अड्डा, प्रधान जाँचकी अड्डा अड्डा र दोस्रो नम्बरमा दरखास्त परिषद, दरखास्त परिषद दरखास्त परिषद यो चाहिँ अहिलेको हालको लोकसेवा आयोग जस्तो है, हालको लोकसेवा आयोग हो। लोकसेवा आयोग, हालको लोकसेवा आयोग चाहिँ के हो त? यो दरखास्त परिषदको नामबाट त्यति बेला रहेको थियो है त। ल आज यति गरौँ, आज यति गरौँ भन्दा पनि यसो गरौँ, म तपाईँलाई अर्को उसबाट आउँछु है। एकैछिन तपाईँहरू वेट गर्नुहोस्, 5 मिनट जति म आउँछु। यहाँ मेरो यो स्टुडियो चाहिँ अर्को प्रयोजनको लागि लाग्ने भयो। तपाईँहरू चाहिँ म ल्यापटपबाटै आउँछु तपाईँहरूलाई है, ल्यापटपबाटै आउँछु। एकछिन लिभ नहुनु होला तपाईँहरू, 5-10 मिनट जति लाग्छ, त्यसपछि म तपाईँहरूलाई आइहाल्छु है त, धेरै टाइम लाग्दैन म।
थियो है। यहाँभन्दा अगाडिको मेरो क्लास भएको थियो, यसैको विषयमा पनि मैले संविधानको पढाएको थिएँ। त्यो भएर चाहिँ सजिलो छ, यसमा चाहिँ सजिलो भयो मलाई पनि तपाईँहरूलाई सो गर्नको लागि। अनि तपाईँहरूले यहाँ स्क्रिनमा देख्नुहुन्छ नि, यो स्क्रिनमा देखाइराखेको चाहिँ देखिएको छ नि स्क्रिनमा त, होइन? स्क्रिनमा देखिएको छ होला। यो स्क्रिनमा देखिएको जुन स्क्रिनमा देखिएको छ, यो तपाईँहरूले के गर्ने हो त भन्दा यही हो हामीले पढ्नुपर्ने है। यसलाई चाहिँ मैले आज तपाईँहरूलाई पढाइराखेको थिएँ नि, यही हो है। तपाईँहरूलाई थाहा होला। यी सेयर भएको छ कि छैन स्क्रिन, एकचोटि चेक गर्नुहोस् त। मेसेज गर्नुहोस् त साथी, हो सेयर भएको छ कि छैन? तपाईँले स्क्रिन देख्नु पाउनु भएको छ कि छैन? ल ल ठिक छ ठिक छ, ल ल भइहाल्यो, ल मैले बुझिसकेँ है। ल अब यो 2007 सालको संविधानले यो सदनको कुरा गरौँ है। सदन चाहिँ राष्ट्रिय सभा र भारदारी सभा भनेर भन्ने थियो। यो दुईवटा सदन हुने अहिलेको तपाईँहरूलाई थाहा छ नि, अहिले हाम्रो चाहिँ सङ्घीय संसदमा चाहिँ प्रतिनिधि सभा र राष्ट्रिय सभा भन्छौँ नि, हो त्यो दुईवटा सदन जस्तै हो यो है। सदन कति थियो त? दुई सदनात्मक, दुई सदनात्मक है। इङ्ग्लिसमा छ, दुई सदनात्मक थियो है त त्यति बेलाको सदन। उसले परिकल्पना गरेको सदनको नाम चाहिँ राष्ट्रिय सभा र भारदारी सभा नामको थियो है त। संवैधानिक अङ्गहरू दुईवटा थियो यसले व्यवस्था गरेको, जसलाई चाहिँ प्रधान जाँचकीय अड्डा र दरखास्त परिषद भन्ने थियो, दुईवटा थिए है। प्रधान जाँचकीय अड्डा, दरखास्त परिषद भनेको अहिलेको लोकसेवा आयोग हो यो है। अहिलेको लोकसेवा आयोगलाई त्यति बेला के भनिन्थ्यो? दरखास्त परिषद भनेर भनिन्थ्यो है। मौलिक हकहरूको व्यवस्था चाहिँ दुईवटा मौलिक हकहरूको व्यवस्था गरिएको थियो। अब के थियो भनेर भन्दाखेरि पनि अब यसको त्यस्तो उल्लेख गरेको पाइँदैन, तर छन चाहिँ दुईवटा मौलिक हक भनेर भनेको छ है। ल त्यसपछि यो कार्यकारिणी अधिकार चाहिँ कसमा निहित थियो त्यति बेला? श्री 3 अर्थात् प्रधानमन्त्रीमा चाहिँ कार्यकारिणी अधिकार चाहिँ निहित थियो। अर्थात् नेपालको कार्यकारिणी अधिकार, नेपालको कार्यपालिकाको प्रमुख रूपमा चाहिँ कसलाई राखेको थियो त? श्री 3। श्री 3 भनेको त्यति बेलाको प्रधानमन्त्रीलाई के भन्छ? श्री 3 भनेर भन्छ, प्रधान है त। प्रधानमन्त्रीले के भनिन्थ्यो? श्री 3 भनेर भनिन्थ्यो है। अब यो अहिले हाम्रो नेपालमा चाहिँ के त कार्यकारिणी अधिकार चाहिँ मन्त्री परिषदमा निहित छ है, मन्त्री परिषदमा निहित छ। र मन्त्री परिषदको नेतृत्व कसले गर्छन्? प्रधानमन्त्रीले गर्छन्। त्यस्तै त्यति बेला चाहिँ कार्यकारिणी अधिकार चाहिँ प्रधानमन्त्रीमा निहित थियो है त। यो संशोधनको कुरा गरौँ, संशोधनमा चाहिँ यो संविधान चाहिँ के त लागू नै भएन, जसको कारणले गर्दा यो संशोधनै हुन सकेन भन्ने कुराहरू पनि हामीले बुझ्न है त। ठिक छ साथी हो। त्यसपछि अब यो संविधानका विशेषताहरू हेरौँ, एक दुईवटा विशेषताहरू छन्। तपाईँहरूले लेख्ने साथीहरूले पनि लेख्नु होला, केही भएन। स्क्रिनसट गर्नुहुन्छ भने स्क्रिनसट गर्दा पनि भयो है। यसका विशेषताहरू, यो संविधान निर्माण गर्नको लागि सहयोग पुर्याउनको लागि भारतबाट चाहिँ के त श्री प्रकाश गुप्ताको नेतृत्वमा यो रघुनाथ सिंह भन्ने है, श्री प्रकाश गुप्ताको नेतृत्वमा चाहिँ रघुनाथ सिंह र अर्को डाक्टर राम उग्र सिंह चाहिँ के त नेपालमा आएका थिए है त। ठिक छ। कसको नेतृत्वमा रे? डाक्टर श्री प्रकाश गुप्ताको नेतृत्वमा चाहिँ श्री प्रकाश गुप्ताको नेतृत्वमा चाहिँ 3 जनाको टोली चाहिँ नेपालमा आएको थियो। अनि यसमा चाहिँ नेपालको तर्फबाट कृष्ण शमशेर, गुन्जमान सिंह र रुद्रराज पाण्डेले चाहिँ के त यसमा चाहिँ के भएको थियो त, यो यसको चाहिँ यो टोलीले चाहिँ के त निर्माण गरिएको थियो संविधान निर्माण गर्नको लागि है। यो जुन संविधान निर्माण गर्न सहयोग पुर्याउने टोलीलाई चाहिँ सहयोग गर्नको लागि चाहिँ नेपालको तर्फबाट कृष्ण शमशेर, गुन्जमान सिंह र रुद्रराज पाण्डेको टोलीलाई चाहिँ के त त्यसमा समावेश गरिएको थियो है त। त्यसपछि अर्को छ, यो रेडमा चाहिँ लेखाएको, तपाईँहरूलाई ख्याल गर्नुलाई एकदम महत्त्वपूर्ण हुन्छ। यो चाहिँ मौलिक हक तथा नागरिक कर्तव्यको व्यवस्था गरेको पहिलोपल्ट चाहिँ के त नागरिक हक र मौलिक हकको चाहिँ के त नागरिक कर्तव्य र मौलिक हकको के गरेको थियो त व्यवस्था गरिएको थियो यो संविधानमा चाहिँ है। पहिलोपल्ट व्यवस्था गरिएको छ है। त्यसपछि दफा अर्थात् धारा लेख्न थालिएको संविधान भन्ने पनि हुन्छ है। धारा लेख्न थालिएको संविधानको चाहिँ के त रूपमा चाहिँ कसलाई त पहिलो संविधान चाहिँ के त नेपालको
नेपाल सरकार वैधानिक कानुन 2004 चाहिँ के त दफा लेख्न थालिएको थियो है त। अब यो कार्यान्वयनमा आउन सकेन यो संविधान। अब मैले तपाईँहरूलाई अघि नै भनिसकेको छ, यो संविधान किन कार्यान्वयनमा आउन सकेन पनि भनिसकेको छु मैले। र लोकसेवा आयोगलाई स्थापना कालमा चाहिँ के त दरखास्त परिषदका नामले चिनिन्थ्यो। भनेपछि यसले संवैधानिक निकाय चाहिँ दुईटा व्यवस्था गरेको थियो, एउटा प्रधान जाँचकी अड्डा र अर्को चाहिँ के त दरखास्त परिषद भनेर भनेको थियो। दरखास्त परिषद चाहिँ के हो त अहिलेको लोकसेवा आयोगको जस्तो के त संरचनामा रहेको के रहेको थियो त लोकसेवा आयोग रहेको थियो है त। ठिक छ साथीहरू, ल अब हामी अर्कोमा जाउँ। नेपालको अन्तरिम संविधान नेपालको दोस्रो संविधान जुन चाहिँ नेपालमा लागू भएको पहिलो संविधान छ, नेपाल अन्तरिम शासन विधान 2007 जाउँ। दोस्रो संविधान हो यो नेपालको। नेपाल अन्तरिम शासन विधान नेपालको होइन है, यसको नाम के छ नेपाल अन्तरिम शासन विधान 2007 छ है त। नेपाल अन्तरिम शासन विधान 2007 चाहिँ यो संविधानको नाम हो है त। ल त्यसपछि यो संविधान घोषणा कहिले भयो त भन्दा 2007 साल फागुन 7 गते राजा त्रिभुवनले के गरे घोषणा गरे यो संविधान है। घोषणा गर्ने व्यक्तिको राजा त्रिभुवन। अब यो लागू मिति चाहिँ कहिलेबाट हो त भन्दा 2007 सालको चैत्र 29 गतेबाट यो संविधान के भएको हो त लागू भएको है। 2007 साल फागुन 7 गते यो जारी भयो, घोषणा भयो भने 2007 साल चैत्र 29 गते यो संविधान के भएको हो त कार्यान्वयनमा आएको है त। ठिक छ। त्यसै गरेर अर्को छ यो संविधानको आकारको कुरा गरौँ, प्रधानमन्त्रीको कुरा गरौँ। यो संविधान जारी हुँदा नेपालको प्रधानमन्त्री को थियो त मोहन शमशेर चाहिँ नेपालको प्रधानमन्त्री थियो है त। त्यसपछि यो संविधानको आकारको कुरा गरौँ। यो संविधानमा जम्मा भाग 7 वटा थिए, धारा 74 थियो र अनुसूची चाहिँ के त 1 थियो है त। के त अनुसूची कति एउटा? एउटा मात्र अनुसूची उल्लेख भएको थियो। त्यसपछि अर्कोमा जाउँ, यो संविधानको कुरा गरौँ है। अब यो संविधानको चाहिँ मस्यौदा कार्य समितिको कुरा गरौँ। मस्यौदा कार्य समितिको नाम चाहिँ के थियो त भन्दा मस्यौदा कार्य समितिको नाम चाहिँ यो मस्यौदा कार्य समिति गठन भएन र यो संविधान चाहिँ के त मन्त्रीमण्डलको परामर्शबाट जारी भएको संविधान हो है। के हो त मन्त्रीमण्डलको परामर्शबाट जारी भएको संविधान हो। त्यो भएर चाहिँ यो संविधानको विशेषतामा पनि कहिलेकाहीँ चाहिँ त्यो कुराहरू ख्याल गर्न पर्छ हामीले है। यो संविधानको विशेषतामा पनि यो उल्लेख गरेको पाइन्छ। जस्तै मस्यौदा कार्य समितिको नाम चाहिँ मन्त्रीमण्डलबाट परामर्शबाट जारी भएको हो। त्यो कारणले गर्दा यो संविधानमा चाहिँ के त मस्यौदा कार्य समिति नै गठन भएन भन्ने कुराहरू बुझ्नु पर्यो है त। ठिक छ। सर सकेको छैन। सकिया छैन नि? ल ठिक छ। कसको 7 को सकिएन? ल अब अर्को यो हेरौँ यसको। यो संविधानको मस्यौदा कार्य समिति चाहिँ गठन भएन किनभने मन्त्रीमण्डलको परामर्शबाट जारी भयो है। यो खारिज चाहिँ कहिले भयो त भन्दा यो 2007 सालको संविधान चाहिँ 2015 फागुन 1 गते चाहिँ नेपाल अधिराज्यको संविधान 2015 जारी भएपछि यो संविधान के भन्छ त स्वतः चाहिँ खारेज भएको छ। त्यसपछि यसले परिकल्पना गरेको सदनको नाम व्यवस्थापिकाको नाम के थियो? सल्लाहकार सभा भनेर भन्ने थियो। यो एक सदनात्मक थियो है। एक सदनात्मक थियो यो संविधान है। यो संविधानले व्यवस्था गरेको व्यवस्थापिकाको नाम के थियो? सल्लाहकार सभा थियो। सदनको नाम भने पनि भयो, व्यवस्थापिकाको नाम भने पनि भयो, एउटै हो यो।
सदन के थियो, सल्लाहकार सभा नामको थियो, एक सदनात्मक थियो। अब हेरौँ है, संवैधानिक अङ्गहरू कतिवटा थिए? 3वटा थिए। यसले हेर्नुहोस् है, लोकसेवा आयोगलाई के बनायो यसले? हेर्नुहोस् त, पहिलाको दरखास्त परिषदलाई के बनायो? पब्लिक सर्भिस कमिसन बनायो, इङ्ग्लिसमा राखिदियो। लोकसेवा आयोगको नाम अब के भयो? पब्लिक सर्भिस कमिसन भयो। त्यसपछि नियन्त्रण महालेखा परीक्षक, अहिले चाहिँ महालेखा परीक्षक भन्ने छ होइन। त्यति बेला के थियो? नियन्त्रण महालेखा परीक्षक भनेर भन्ने थियो। र अर्को निर्वाचन आयोग चाहिँ के गरिएको त? गठन गरियो। भनेपछि संवैधानिक अङ्गहरू 3वटा रहेका थिए है त। ठिक छ। ल, त्यसपछि अर्को मौलिक हकहरू कतिवटा? 8वटा व्यवस्था गरिएको थियो। जम्मा 8वटा मौलिक हकहरूको व्यवस्था गरियो यो संविधानमा। त्यसपछि कार्यकारिणी अधिकार चाहिँ श्री 5 भनेर भनेको छ। श्री 5 भनेको राजा हो। अब राजाको हातमा चाहिँ के त? शासन आयो र मन्त्रीमण्डल गरेर 2टामा चाहिँ के त? निहित थियो यो। भनेपछि राजा चाहिँ के त? नेपालको कार्यकारीको चाहिँ के त? भूमिकामा रहने चाहिँ व्यवस्था रहेको थियो है त। सर भोइस आएको छैन त, भोइस साउन्ड। ए ल, ल
अब राज्यका निर्देशक सिद्धान्त समावेश गर्ने भनेर मैले अगाडि भने। त्यसपछि यो मन्त्रीमण्डलको परामर्शबाट जारी भएको संविधान होइन, यो मन्त्रीमण्डलको परामर्शबाट यो पनि विशेषता हो यसको, एकदम महत्त्वपूर्ण छ। 2047 सालको संविधान पनि मन्त्री परिषदको परामर्शबाट जारी भएको निर्माण भएको चाहिँ हो होइन। तर त्यति बेला 2047 सालको संविधानमा चाहिँ फेरि मस्यौदाकार समितिको गठन भएको छ। तर यो 2007 सालको संविधानमा चाहिँ मस्यौदाकार समितिको गठन नभई मन्त्रीमण्डलको परामर्शबाट जारी भयो। त्यसपछि कार्यान्वयनको हिसाबले नेपालको पहिलो संविधान हो यो, कार्यान्वयनको हिसाबले र जारी हुने हिसाबले चाहिँ विकासक्रमको हिसाबले यो नेपालको दोस्रो संविधान हो है त। अनि यो कामको आधारमा महिला र पुरुषलाई चाहिँ के त समान ज्यालाको व्यवस्था गर्ने संविधान हो यो। समान कामको लागि के त एउटै कामको लागि चाहिँ के त समान ज्यालाको व्यवस्था गर्ने नेपालको कुन हो त यो पहिलो संविधान हो है त। त्यसपछि संविधान सभाको पहिलोपल्ट परिकल्पना गर्ने संविधान हो यो। संविधान सभाको पहिलोपल्ट परिकल्पना गर्ने, संविधान सभा भनेको संविधान निर्माण गर्न प्रयोजनको लागि गठन भएको व्यवस्थापिकालाई के भन्छ संविधान सभा भनेर भन्छ। तपाईहरुलाई यहाँनिर म भनौँ संविधान सभा भनेको के हो त भन्दा संविधान सभा कस्तोलाई भन्छ संविधान सभा। संविधान सभा भनेको कस्तो हो त संविधान सभा भनेको संविधान निर्माण गर्नको लागि संविधान निर्माण गर्नका लागि गठन भयो व्यवस्थापिकालाई के भन्छ संविधान सभा भनेर भन्छ है त। संविधान सभा निर्माण गर्नको लागि गठन भएको व्यवस्थापिकालाई संविधान सभा भन्छ। यसले चाहिँ पहिलोपल्ट चाहिँ संविधान सभाको परिकल्पना गर्ने संविधान चाहिँ कुन हो त 2007 सालको संविधान। नेपाल सरकारलाई श्री 5बाट नेपाल सरकारको हरेक आर्थिक वर्षको है नेपाल सरकारलाई भनेको श्री 5बाट भनेको छ। श्री 5बाट भनेको राजाबाट भने के श्री 5 अर्थात् राजाबाट नेपाल सरकारको हरेक वर्षको बजेटको लागि त बजेट निर्माण गर्नको लागि र यसको चाहिँ के त बजेट निर्माण गर्नको लागि नेपाल सरकारलाई नीति निर्देशन दिने अर्थात् बजेट सम्बन्धी व्यवस्था गर्ने पहिलो संविधान चाहिँ कुन हो त नेपालको संविधान नेपालको अन्तरिम संविधान 2007 हो है। नेपाल अन्तरिम संविधान 2007 नेपालको अन्तरिम संविधान भनेको नेपाल अन्तरिम शासन विधान 2007 है। बजेट सम्बन्धी व्यवस्था गर्ने पहिलो संविधान। त्यसपछि यो बजेट चाहिँ कहाँबाट सल्लाहकार सभाबाट पारित गराउनु पर्ने थियो है त। ल त्यसपछि हो यो 10 वर्षसम्म इन्साफ सम्बन्धी काममा संलग्न व्यक्तिलाई प्रधान न्यायालय भनेको छ। प्रधान न्यायालय भनेको सर्वोच्च अदालत जस्तो के अहिलेको सर्वोच्च अदालतलाई के भन्थ्यो त्यति बेला प्रधान न्यायालय भनेर भन्थ्यो हैन। वकिल भएको व्यक्तिलाई 10 वर्षसम्म इन्साफ सम्बन्धी न्याय सम्बन्धी काममा संलग्न भएको व्यक्तिलाई प्रधान न्यायालयका वकिल भएको व्यक्तिलाई प्रधान न्यायालयमा वकिल भएको व्यक्तिलाई चाहिँ के त प्रधान न्यायाधीश तथा अन्य न्यायाधीशहरूको पदमा चाहिँ के त नियुक्त गर्न सक्ने व्यवस्था थियो त्यति बेला चाहिँ। कसले गर्थे यो राजाले चाहिँ भर्ना गर्थे। के बुझ्न पर्यो भने 10 वर्षसम्म चाहिँ न्याय सेवामा काममा संलग्न भएको व्यक्तिलाई हैन प्रधान न्यायालयमा वकिलको काम गरेको व्यक्तिलाई चाहिँ प्रधान न्यायालयको प्रधान न्यायाधीश तथा अन्य न्यायाधीशको रूपमा चाहिँ के त श्री 5 ले के गर्न सक्थे भर्ना गर्न सक्थे। त्यसपछि प्रधान न्यायालय नेपालको सर्वोच्च न्यायालयको रूपमा रहने अर्थात् सर्वोच्च अदालतको रूपमा रहने भनेर भनेको थियो। त्यसपछि प्रधान न्यायाधीश तथा न्यायाधीशको लागि नेपाली नागरिक नपाइएमा चाहिँ गैर नागरिक नियुक्त गर्न सकिने भनेर भन्यो। अर्थात् यदि नेपाली नागरिक रहेनछ नेपाली नागरिक फेला परेन भने के गर्ने त भने विदेशी नागरिकलाई पनि नेपालको के त
प्रधान न्यायाधीश है, प्रधान न्यायाधीश तथा न्यायाधीशको रूपमा चाहिँ के त गैर नागरिकलाई पनि नियुक्त गर्न सकिने चाहिँ के त व्यवस्था त्यही संविधानले गरेको थियो। त्यसपछि अर्को 21 वर्ष यो इक्जाममा सोध्या छ है। 2015 सालमा चाहिँ यो संविधान बमोजिम चाहिँ 2015 सालको आम निर्वाचन भयो। यो संविधानबाट चाहिँ के त 2015 सालको आम निर्वाचन भयो भने 21 वर्ष पुरा भएका नेपाली नागरिकले चाहिँ के त निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्यो यो संविधानले। अहिले 18 वर्ष उमेर पुगेका नेपाली नागरिकले चाहिँ मतदानमा भाग लिन पाउँछन् भने त्यति बेला चाहिँ के त 21 वर्ष पुरा भएका नेपाली नागरिकले चाहिँ निर्वाचनमा मतदानमा चाहिँ के त भाग लिन पाउँथे, मतदान गर्न पाउँथे र वयस्क मताधिकार चाहिँ के त रहेको थियो है त। वयस्क मताधिकार भनेको के हो त भन्दा त्यति बेला चाहिँ यो 21 वर्ष उमेर पुगेका नेपाली नागरिकले जुन मतदान गर्न पाउँथ्यो नि त्यसलाई के भन्थ्यो वयस्क मताधिकार भनेर भन्थ्यो। हाल चाहिँ के छ, हाल चाहिँ के अरे 18 वर्ष पुरा भएको नेपाली नागरिकले मतदानमा भाग लिन पाउँछन् भने त्यसलाई चाहिँ के भन्छ भने बालिग मताधिकार भनेर भन्छ। बालिग 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 मताधिकार भनेर भन्छ। मताधिकार बालिग मताधिकार भनेको के हो 18 वर्ष पुरा भएकोले 18 वर्ष के यो चाहिँ अहिले छ वर्तमान अवस्थामा। तर त्यति बेला चाहिँ 21 वर्ष पुरा भएको भन्ने थियो र जसलाई चाहिँ के त वयस्क मतदाता भनेर वयस्क मताधिकार भनेर भनिन्थ्यो। र बालिग मताधिकार अन्तर्गत अहिले 18 वर्ष पुगेकाले चाहिँ के त निर्वाचनमा अथवा मतदानमा चाहिँ के त सहभागी हुन पाउँछन् है त। यो कुराहरू रहेको छ। ल यति कुराहरू तपाईँले स्क्रिनसट लिनुहोस् अथवा सार्नुहोस्, के गर्नुहुन्छ गर्नु है त। हल्का माथि गरिदिनु सर। अझ माथि गर्ने ल सरजी अलि सक्दैन सर। माथिको मेरो अलिक छुट्या त्यही भएर अलिकति माथि गरिदिनु है। बुझिएन तपाईँको आवाज। अलि अलिकति माथिको चाहिँ मेरो अलिकति तल सार्दिनु न सर अलिकति। हो त ल
ल भयो होला नि है। ल अब अलि तल जाउँ। अब हामीहरूको यो संविधान सक्यो है। 2007 सालको संविधान सक्यो। अब 2015 सालको संविधानमा जाउँ है त। 2015 सालको संविधानको अब यो नेपाल अधिराज्यको संविधान 2015। एउटालाई माथि गर्नु सर। सर एक दुई लाइन माथि गरिदिनु न। अझै सारिसकेको छैन। स्क्रिनसट लिनुहोस् कि तपाईँहरूले। यो सारेर त यसरी त क्लासमा सबै चाहिँ कहाँ सम्भव हुन्छ त। स्क्रिनसट लिनु न। नोट पनि पाइहाल्नुहुन्छ तपाईँहरूले। सर्टकटमा सार्नुहोस् के। ल अब हामी अर्को संविधानमा जाउँ है। नेपाल अधिराज्यको संविधान 2015मा जाउँ। यो नेपालको चाहिँ तेस्रो संविधान लागू भएको दोस्रो र जारी भएको नेपालको तेस्रो संविधान हो है त।
ल 2015 सालको संविधान पनि हेर्नुहोस् है। यो घोषणा भएको मिति भनेको छ 2015 साल फागुन 1 गते चाहिँ राजा महेन्द्रले चाहिँ यसलाई घोषणा गरे। लागु मिति 2015 साल फागुन 1 गतेदेखि नै लागु भएको यो जुन दिन चाहिँ घोषणा भयो त्यो दिन चाहिँ नै लागु भयो। त्यसपछि त्यति बेला तत्कालीन समयमा प्रधानमन्त्री चाहिँ काम चलाउ सरकारका प्रधानमन्त्री थिए यिनी। प्रधानमन्त्री अथवा यो मन्त्री परिषदका अध्यक्ष हुने यिनी चाहिँ प्रधानमन्त्री भन्दा पनि मन्त्री परिषदका अध्यक्ष चाहिँ थिए है त्यति बेला। है त मन्त्री परिषदका अध्यक्ष थिए। त्यसपछि संविधानको आकार चाहिँ कस्तो थियो भाग 10 धारा 77 अनुसूची नभएको यसमा अनुसूची थिएन है त। यसमा अनुसूची के थिएन त यसमा अनुसूची नै थिएन। भाग 10 धारा 77 अनुसूची नभएको यसमा चाहिँ यो अनुसूची नभएको एउटा संविधान पनि हो। त्यसपछि यो संविधानको चाहिँ के त मस्यौदाकार समितिको नाम के थियो त संविधान मस्यौदा समिति भनेर भन्ने थियो है। के थियो त संविधान मस्यौदा कमिसन भन्ने थियो। मस्यौदा समिति होइन कि कमिसन हो। यो आयोग नै गठन भएको है त। संविधान मस्यौदा कमिसन भनेर गठन भएको थियो त्यति है त। ठिक छ। त्यसपछि अर्को यो सदस्य सचिव भनेर भनेको छ अरे के अरे सरी यसको मस्यौदाकार समितिका अध्यक्ष अथवा संयोजक छ। यसको चाहिँ के त भगवती प्रसाद सिंह भनेर भन्ने थियो है। भगवती प्रसाद सिंह हेर्नु त। माथि चाहिँ सिंह शमशेर जबरा भन्ने थियो। सिंह शमशेर जबराले सिंह भनेर सम्झिने। सिंह भनेको के हो बाघ हो। बाघले के हो लहट्यो। लहट्यो के हो भाग छ त्यही भएर भगवती प्रसाद सिंह भयो भनेर सम्झिने। र यो समितिको सदस्य सचिव को थियो त हराप्रसाद जोशी भन्ने थियो। हराप्रसाद जोशी भन्ने लेख्न पर्दैन तपाईँले सारी राख्न पर्दैन। संयोजक मात्रै सारी पुग्छ तपाईँहरूले है। र यो संविधान चाहिँ कहिले खारिज भयो त 2019 साल पुस 1 गते चाहिँ कसले यसलाई चाहिँ राजा महेन्द्रले चाहिँ के अरे त्यसको खारेज गरे र नेपालमा पञ्चायती व्यवस्थाको प्रारम्भ गरेका छन् है त। त्यसपछि यो सदनको नाम छ। सदनको नाम चाहिँ महासभा र प्रतिनिधि सभा भनेर भनेको छ। यो 2 सदनात्मक थियो। यो पनि 2 सदनात्मक है। यो 2 सदनात्मक थियो महासभा र प्रतिनिधि सभा भनेर भने जस्तो अहिलेको प्रतिनिधि सभा जस्तै छ र महासभा भनेर भन्ने पनि छ। यो महासभा भनेको अहिलेको चाहिँ के त राष्ट्रिय सभा जस्तै यो है। त्यसपछि संवैधानिक अङ्गहरू कुन कुन थिए त लोकसेवा आयोग र महालेखा परीक्षकलाई मात्रै राख्यो। फेरि लोकसेवा आयोग र महालेखा परीक्षकलाई मात्रै के हो त संवैधानिक अङ्गको रूपमा चाहिँ समावेश गरे है त। त्यसपछि मौलिक हकहरू कतिवटा थिए त मौलिक हकहरू चाहिँ 5वटा मौलिक हकको व्यवस्था गरेको थियो है त। र कार्यकारिणी अधिकार चाहिँ कसमा निहित थियो त यो मन्त्री परिषद र श्री 5 मा निहित थियो है त। कार्यकारिणी अधिकार श्री 5 र मन्त्रीमा निहित थियो। यो संविधान चाहिँ के त संशोधन भएन। पहिलो संविधान संशोधन भएन। दोस्रो संविधान संशोधन भयो र तेस्रो संविधान फेरि संशोधन भएन। संशोधन भएको नभएको भन्ने छ। म तपाईँहरूलाई त्यो एकपटक चाहिँ के त चार्टमा चाहिँ तपाईँहरूले आफै पनि एकचोटि हेर्नु होला। संविधान संशोधन भएको नभएको भन्ने छ है। पहिलो भएन, दोस्रो भयो, तेस्रो भएन, फेरि चौथो संविधान संशोधन हुन्छ फेरि है। यो संविधान चाहिँ संशोधन हुन सक्छ। ल अब यो संविधानका विशेषताहरूतिर जाउँ है त। यो संविधानका विशेषताहरूतिर जाउँ। संविधान मूल कानुन हो भने संविधानमै परिभाषित गर्ने अथवा संविधान मूल कानुन हो भने परिभाषित गर्ने पहिलो संविधान हो है। त्यसपछि यो संविधान अनुसूची नभएको संविधान हो। यो के हो त यो अनुसूची नभएको संविधान। त्यसपछि अर्को नम्बरमा यो संविधान 2015 सालको संविधान चाहिँ के त यो संसदको सदस्य नभएको व्यक्तिलाई पनि श्री 5 को स्वविवेकले प्रधानमन्त्री नियुक्त गर्न सक्छ। र यो यसरी प्रधानमन्त्री नियुक्त भएको
ल त्यति बेला चाहिँ राजाले है श्री 5ले चाहिँ के त संसदको सदस्य नभएको व्यक्तिलाई चाहिँ के त स्वविवेकले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था पनि मिलाएको थियो संविधानमा होइन। तर त्यस्तो व्यक्ति प्रधानमन्त्री नियुक्त भएको मितिले चाहिँ 4 महिनाभित्र संसदको प्रतिनिधि सभा अथवा महासभाको सदस्य के त सदस्यता प्राप्त गरेन भने त्यो प्रधानमन्त्री के त त्यो प्रधानमन्त्रीको पद चाहिँ के हुन्थ्यो त मुक्त हुन्थ्यो, प्रधानमन्त्रीबाट के त हट्नुपर्ने व्यवस्था रहेको थियो है त। त्यसपछि अर्थ विधेयक प्रतिनिधि सभा मात्र पेश गर्न सकिने भनेर भनेको छ। त्यति बेला नै हेर्छ, अहिले पनि अर्थ विधेयक प्रतिनिधि सभा मात्र पेश गर्न सकिन्छ। त्यसपछि अर्थ विधेयक कुनै विधेयक अर्थ विधेयक हो वा होइन भन्ने प्रश्न उठेमा चाहिँ सभामुखको निर्णय नै अन्तिम हुने भनेर भनेको छ। यो पनि अहिले पनि यही छ होइन। सर्वोच्च अदालतलाई न्यायिक पुनरावलोकनको अधिकार हुने भनेको छ। न्यायिक पुनरावलोकन भनेको तपाईँले के बुझ्नु भने यो भनेको के हो भने पुनरावेदन गर्न मिल्ने है, पुनरावेदन गर्न मिल्ने भनेर सर्वोच्च अदालतले त्यसले अधिकार दियो। त्यसपछि देवनागरी लिपिमा यो धारा 70 भनेको चाहिँ यो लेख्न पर्दैन। देवनागरी लिपिमा लेखिने नेपाली भाषा चाहिँ नेपालको राष्ट्र भाषा हो भनेर उल्लेख गर्यो यो संविधानले। नेपालको राष्ट्र भाषाको बारेमा पनि यसले राम्रोसँग बोल्यो होइन। त्यसपछि अर्को देवनागरी लिपिमा लेखिने भयो। त्यसपछि संविधानको मस्यौदा तयार पार्नको चाहिँ के त कमिसन, यो संविधान मस्यौदाकार समिति, संविधान मस्यौदा कमिसनको के त गठन भयो र यो संविधान मस्यौदा कमिसनलाई चाहिँ सघाउ पुर्याउनको लागि चाहिँ बेलायतका संविधानविद सर आइभर जेनिङले चाहिँ के त सहयोग गरेका थिए है त। सर आइभर जेनिङले चाहिँ के त सहयोग गरेका थिए। नि बेलायतका के थिए त संविधानविद थिए नि, बेलायती नागरिक अर्थात् बेलायती संविधानविद सर आइभर जेनिङले चाहिँ के त यो संविधान निर्माण गर्नको लागि सघाउ पुर्याएका थिए। त्यसपछि यो संविधान निर्माण गर्नको लागि यो मस्यौदाकार समिति खालि माथि लेखिसकेका चाहिँ यसको काम छैन, यो तपाईँहरू नलेख्नुहोस्। यो मस्यौदा संविधान मस्यौदा कमिसनको के त गठन भएको थियो। त्यसपछि नेपाल अधिराज्यको संविधान 2015 सालमा चाहिँ के त यो 2015 सालको संविधानले चाहिँ अहिलेको राष्ट्रिय सभा जस्तो त्यति बेला महासभा भन्ने थियो, जसमा चाहिँ 36 जना चाहिँ के त सदस्यहरू थिए भने 18 जना निर्वाचित र 18 जना के त मनोनित सदस्यहरू चाहिँ यसमा रहेको थियो है। महासभामा चाहिँ महासभासदहरू रहन्थे। त्यसपछि नेपाललाई चाहिँ के त यो संविधानले चाहिँ 109वटा निर्वाचन क्षेत्रमा विभाजन गरेको थियो। 2007 सालको संविधानले नेपाललाई चाहिँ 109वटा निर्वाचन क्षेत्रमा विभाजन गरेको थियो है त। ल अर्को संविधानमा जाउँ है अब हामीहरू। ल अब हामी यो संविधान सकेर अब नेपालको संविधान 2019मा जान्छौँ है। तपाईँहरूले सक्नुभयो होला, कति गर्नु भएको छ।
ल अब हामी 2019 सालको संविधानमा जाउँ। 2019 सालको संविधानमा होइन, 2015 सालको संविधानलाई पञ्चायती भन्न मिल्दैन। 2019लाई हो पञ्चायती संविधान भनेर। पञ्चायती व्यवस्थालाई रेगुलेसन गर्नको लागि चाहिँ जारी भएको संविधान हो यो। ल अब यो 2019 सालको संविधानको कुरा गरौँ। यो घोषणा मिति चाहिँ 2019 साल पौष 1 गते राजा महेन्द्रले के गरे त घोषणा गरेका हुन् यो संविधान, नेपालको संविधान 2019। त्यसपछि यो 2019 को पुष 1 गतेदेखि नै लागू भएको हो यो संविधान है। म बिस्तारै गर्छु है, नआत्तिनुस् ल। त्यसपछि कार्यकारी प्रमुख चाहिँ त्यति बेला राजाले आफैलाई चाहिँ कार्यकारी प्रमुख घोषणा गरेका थिए। अर्थात् नेपालको प्रधानमन्त्रीको पद चाहिँ उनले चाहिँ आफ्नै हातमा ल्याएको थिए। अर्थात् कार्यकारी पद, प्रधानमन्त्री चाहिँ छुट्टै थियो, तर प्रधानमन्त्री नामको मात्रै प्रधानमन्त्री थियो है त। ल त्यसपछि यसको संविधानको आकारको कुरा गरौँ। यो भाग 20 धारा 97 र अनुसूची 6 मा चाहिँ अनुबन्धित थियो यो संविधान। त्यसपछि यो मस्यौदाकार समितिको नाम भनेर भनेको छ। यो चाहिँ संविधान मस्यौदा आयोग भनेर भनेको छ। संविधान मस्यौदा कमिसन भन्ने थियो माथि होइन, तपाईँहरूलाई मैले हेर्नुहोस् त यहाँनिर देखाइदिन्छु म। संविधान मस्यौदा कमिसन भन्ने थियो। तपाईँले यसलाई मात्रै चेन्ज गर्ने। अब कमिसनलाई के बनाउने, नेपालीमा उल्था गराउने कि अब कमिसनलाई आयोग बनाइदिने है त। ठिक छ ल। त्यसपछि यो संविधान निर्माण गर्नको लागि चाहिँ मस्यौदाकार समितिको संयोजक को थिए त, ऋषिकेश शाह भन्ने थिए है। त्यसपछि अर्को, अब यो संविधान निर्माण गर्नको लागि के त ऋषिकेश शाहको संयोजकत्वमा गठन भएको थियो समिति। त्यसपछि यो सदनको नाम चाहिँ यसले के गर्यो त, यो खारिजीलाई हटाउँ, यसको काम छैन। त्यसपछि यो सदनको नाम चाहिँ राष्ट्रिय पञ्चायत भन्ने के त गठन गरेको थियो, राष्ट्रिय पञ्चायत सदनको नाम चाहिँ। त्यसपछि संवैधानिक अङ्गहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महालेखा परीक्षक मलेपा भनेर भन्छ, अदुआ भनेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मलेपा भनेको महालेखा परीक्षक, निर्वाचन आयोग, लोकसेवा आयोग र महान्यायाधिवक्ता भन्ने छ। यो महान्यायाधिवक्तालाई पहिलोपल्ट चाहिँ के गर्यो त, यसले चाहिँ के गर्यो आफ्नो उसमा चाहिँ समेट्यो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि पहिलोपटक समेट्यो यसले। हेर्नुहोस् त होइन, संवैधानिक अङ्गहरू। त्यसपछि मौलिक हकहरू, यसले चाहिँ 7वटा मौलिक हकहरूको व्यवस्था गर्यो। र कार्यकारी नै अधिकार, हेर्नु त प्रधानमन्त्री कार्यकारी प्रमुख आफूलाई घोषणा गरे, र कार्यकारी नै अधिकार पनि के त अधिकार चाहिँ श्री 5 मा चाहिँ के त निहित थियो त्यति बेलाको है, कार्यकारी नै अधिकार चाहिँ। ल श्री 5 मा के त निहित थियो कार्यकारी नै अधिकार। यो संविधान चाहिँ 3 पटक संशोधन भएको थियो है त। कति पटक? 3 पटक संशोधन भएको थियो।
ल त्यसपछि यो नेपालको संविधान 2019 का विशेषताको कुरा गरौँ। यो नेपालको संविधान प्रमुख विशेषताहरूमा चाहिँ नेपाललाई पहिलोपल्ट हिन्दू राज्य घोषणा गर्ने संविधान हो यो है। त्यसपछि नेपालमा निशान छापहरूको व्यवस्था गर्ने पहिलो संविधान, पञ्चायती व्यवस्थालाई वैधानिकता दिने संविधान। त्यसपछि पहिलोपल्ट 2023 सालमा यो संशोधनको कुरा नलेख्नुहोस् है, यो काम छैन। तपाईँहरूलाई मैले यहाँनिर यो अन्डरलाइन गरेको कुराहरू सारेर काम छैन है, नसार्नुहोस्। अनि त्यसपछि यो दोस्रो संशोधनको कुरा गरेको छ, यो पनि खासै तपाईँहरूले चाहिँ टिपिराख्न पर्दैन होइन। त्यसपछि यो पनि पर्दैन, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, यो ठिक छ। अख्तियार दुरुपयोग निवारण आयोग अर्थात् अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पहिलोपल्ट चाहिँ के त व्यवस्था गर्ने गरेको यसले। अनि बालिक मताधिकार बमोजिम चाहिँ 2037 साल पौष 1 गते यो संशोधन भएर यसले 21 वर्ष उमेर पुरा भएका नेपाली नागरिकले चाहिँ के त मतदानमा भाग लिन पाउँछन् भनेर चाहिँ के गरेको यसले 2037 सालको जनमत सङ्ग्रहमा चाहिँ के त यसले चाहिँ के गर्यो, व्यवस्था गर्यो है। 2037 सालमा भएको जनमत सङ्ग्रहमा चाहिँ के त 2036 सालको जनमत सङ्ग्रह भनेर भन्छ, जुन चाहिँ 2037 सालमा भएको थियो, त्यो चाहिँ के गरिएको त 2037 सालमा चाहिँ भएको थियो। र त्यसमा चाहिँ के त जनमत सङ्ग्रहमा 21 वर्ष पुरा भएका नेपाली नागरिकले चाहिँ मतदानमा भाग लिन पाएका थिए। त्यसपछि यो सदन चाहिँ एक सदनात्मक थियो, जसलाई चाहिँ राष्ट्रिय पञ्चायत भनेर भनिन्थ्यो, जसमा चाहिँ 140 जना चाहिँ सदस्यहरू रहन्थे, जसमा 28 जना श्री 5 बाट मनोनित हुन्थे भने 112 जना चाहिँ के हुन्छ निर्वाचित हुने व्यवस्था रहेको थियो है त। 112 जना चाहिँ के त निर्वाचित हुने व्यवस्था रहेको थियो र 28 जना चाहिँ के त श्री 5 बाट मनोनित हुन्थे। है त्यसपछि यो न्याय सेवा आयोगको पहिलोपल्ट गठन भएको कुराहरू पनि उल्लेख गरेको छ मैले। अन्डरलाइन भएको कुराहरू तपाईँले टिपिराख्न पर्दैन है, यो चाहिँ तपाईँहरूले टिप्नुहोस्, यो चाहिँ तपाईँहरूले टिप्नुपर्छ। यो अन्डरलाइन भएको कुराहरू नभएको कुराहरू चाहिँ तपाईँले टिप्ने हो। ल त्यसपछि न्याय सेवा आयोगको पहिलोपल्ट गठन गरेको, त्यसपछि राष्ट्र राज्य र राष्ट्रिय गानको व्यवस्था गरेको, राष्ट्र राज्य र राष्ट्रगानको व्यवस्था गरेको थियो यसले। त्यसपछि राष्ट्रिय झन्डा सम्बन्धी व्यवस्था गर्ने पहिलो संविधान, त्यो पनि लेख्नु होला, राष्ट्रिय झन्डा सम्बन्धी व्यवस्था गर्ने है त, झन्डा सम्बन्धी व्यवस्था गर्ने पहिलो संविधान। त्यसपछि देश निकाला विरुद्धको हक र शोषण विरुद्धको हकलाई मौलिक हकमा थप गरिएको है। राष्ट्रिय झन्डा सम्बन्धी व्यवस्था गर्ने,
देश निकाला विरुद्धको हक र शोषण विरुद्धको हकलाई मौलिक हकमा थप गरिएको, यो महत्त्वपूर्ण छ है। यो कुराहरू पनि तपाईँले याद गर्नु होला, एकदम महत्त्वपूर्ण छ। न्याय सेवा आयोगको पनि महत्त्वपूर्ण छ। राष्ट्रिय गानको व्यवस्था गरेको थियो यसले। यो श्रीमाना गम्भीर भन्ने थियो, तपाईँलाई थाहा छ, तपाईँले पुरानो राष्ट्रिय गान छ जुन चाहिँ 2063 सालको, त्यो पछि हामीले लेखाउँला, त्यो पछि नेपालको वर्तमान संविधानमा लेखाउँदाखेरि मैले राष्ट्रिय गानको लेखाउँदाखेरि सबै कुराहरू आइहाल्छ, त्यो भएर तनाव नलिने अहिले है। त्यसपछि सार्वजनिक हितको लागि मौलिक हकको प्रयोगमा बन्देज लगाउन सक्ने व्यवस्था, अर्थात् कुनै मौलिक हकहरूलाई चाहिँ के गर्न सक्यो त, निलम्बन गर्न सक्ने, के केही समयको लागि निलम्बन गर्न सक्ने चाहिँ व्यवस्था चाहिँ यो संविधानले चाहिँ गरेको थियो होइन। ल अब यो संविधान पनि 2019 सालको संविधानमा एउटा कुरा थपौ तपाईँहरूलाई, राष्ट्रिय झन्डा सम्बन्धी व्यवस्थासँगै यसले चाहिँ राष्ट्रिय निशान छापहरू, राष्ट्रिय निशान, राष्ट्रिय सरी यसलाई के भन्छ, राष्ट्रिय चिन्हहरू है, राष्ट्रिय चिन्ह र राष्ट्रिय निशान छाप, राष्ट्रिय निशान छाप सम्बन्धी व्यवस्था गर्ने पहिलो संविधान, पहिलो संविधान है त। राष्ट्रिय चिन्ह, राष्ट्रिय निशान छाप सम्बन्धी व्यवस्था गर्ने के त, पहिलो संविधान पनि हो। आज यति गरौँ। ल आज यति गरौँ। तपाईँहरूको केही छ भने माथितिर तपाईँहरू पनि थाक्नु भएको छ, धेरै स्क्रिनमा चाहिँ बस्दाखेरि टाउको दुख्छ, त्यो मलाई पनि थाहा छ होइन, म आफैलाई पनि दुखिराखेको हुन्छ, स्वास्थ्य समस्या आउँछ। तपाईँहरूको चाहिँ बिस्तारै चाहिँ यसलाई बानी पर्दै जान्छ, अहिले नआत्तिने। र यो कन्टेन्टहरू तपाईँहरूले कहीँ पनि पाउनुहुन्न है, यो एकदम धेरै रिसर्च बेसमा चाहिँ एकदम धेरै इक्जाममा चाहिँ कहिले चाहिँ कुन इक्जाममा चाहिँ कस्तो प्रश्नहरू सोधेको छ भनेर त्यसको आधारमा चाहिँ गरेको हो। सबै बुकहरूमा चाहिँ यो कुराहरू तपाईँले पाउनुहुन्न है, नेपालका कुनै बुकहरूमा पनि यस्ता कन्टेन्टहरू छैनन्। त्यो कारणले गर्दा चाहिँ यिनी इक्जामहरूमा सोधिसकेका छ। राम्रोसँग अध्ययन गर्ने घरमा भोलिबाट हामीले नेपाल अधिराज्यको संविधान 2047, 2063 र हामीले चाहिँ नेपालको संविधानमै प्रवेश गर्नेछौँ। र यति भन्दै तपाईँहरूलाई चाहिँ कस्तो लागिरहेको छ क्लास? ल ठिक छ, म यसरी नै पढाउँछु नि त, टाइपिङ नगरेर पढाए पनि यसरी नै पढाउँला। ल क्लास चाहिँ कस्तो भइरहेको छ कमेन्ट गर्नु होला। र आज यति गर्नु, सबैजना साथीहरू लिनु हुँदा हुन्छ, म्यासेज चाहिँ छोडेर जानु होला, एक म्यासेज है त।